मैले उसलाई अनुहारमा समेत हेर्न सकिनँ, कतै हेर्न नसकेर एकछिन आँखा चिम्लिएर टक्क उभिएँ। त्यसपछि बिस्तारै आँखा हेरेर सानो स्वरमा उसलाई यति भने, तिमी अघि हेर पुन्टु, फ्रक भएको भए पछाडिको भाग अगाडि पार्न हुन्थ्यो र फ्रक यसरी नितम्बमाथि दिक्क हुने पनि थिएन। अर्को जुक्ति लगाएँ, प्यान्टभित्र घुसारेको सर्ट बाहिर झिकेर नितम्ब छोपेँ। त्यसपछि पुन्टुसँग केही बोलिनँ, नबोलेरै घर पुगेँ। छुट्टिने बेलामा उसलाई बाई समेत नभनी छुट्टिएँ। त्यसपछि म हुरी झैँ कोठामा छिरेर मुडो झैँ ओछ्यानमा घोप्टिरहेँ। मामुले अलक्क मेरो कोठामा आएर म घोप्टिएको हेरिरहनु भएको रहेछ। मलाई मात्र होइन, मेरो प्यान्ट पछाडि लागेको रगतको टाटो पनि देख्नु भएको रहेछ। सुस्तारी टाउको मुसार्दै बोलाउनु भयो बाबु। म झस्किएँ र बिरामी गाईले झैँ बिस्तारै टाउको घुमाएर मामुतिर हेरेँ। उहाँले सोध्नुभयो, कस्तो छ अहिले? मैले घटाएर भने, अलिअलि दुखिरहेछ। मामु खिजिक्क हाँस्नुभयो र सोध्नुभयो, मेन्स हुन हो कि? सङ्कोच मानेर मैले फ्याट्ट भनेछु, जे पाए त्यही। मामुले अनौठो तरिकाले मेरो आँखामा हेर्नुभयो र मुस्कुराउनु भयो। मैले अन्त हेरेँ। मामुले मेरो चिउँडोमा समाएर अनुहार आफूतिर फर्काउँदै भन्नुभयो, मैले तेरो प्यान्टको पछाडि देखिसकेँ। एक्कासी म जुरुक्क उठेर ओछ्यानमा थचक्क बसेँ। मामुले मेरो ढाडमा सुमसुम्याउँदै भन्नुभयो, छोरी भएपछि यो उमेरमा सबैलाई यस्तै हुन्छ, केही चिन्ता लिनु पर्दैन। बरु यस्तो नभएको भए चिन्ता लिनु पर्थ्यो। अब त ठुली भइस् बाबु। मामुको कुराले मेरो मन सुन्तला जस्तै रसिलो भयो, तर अनुहार रसिलो हुन सकेन। करुणाले भरेर मामुलाई बेसारी अँगाल्दा आँसुका ग्रन्थीहरू मजाले थिचिएछन् क्यारे। आँखाबाट गालामा बरबरी आँसु झर्यो। मैले मेन्स भन्ने त बुझेकी थिएँ, तर अनुभव बिनाको अन्योल मारिदिएकी थिएँ। मामुले फेरि बुझाउनु भयो, अब तँलाई प्रत्येक महिना मलाई जस्तै हुन लागेको हो क्या, धर्मरा हुनु पर्दैन। त्यसपछि मामुले मलाई अर्कै नजरले हेर्नुभयो, जहाँ दया, माया र करुणा थियो। मलाई मामुसँग पनि अप्ठ्यारो लाज लाग्यो। मामुले फेरि भन्नुभयो, पहिलो पटक मेन्स हुँदा त म तँभन्दा कति धेरै डराएकी थिएँ, आत्तेकी थिएँ। सबैलाई यस्तै हुन्छ बाबु। मामुले मलाई 1 हप्तासम्म लुक्नुपर्छ भनेर भण्डार कोठामा सुत्ने ठाउँ बनाइदिनु भयो। मेरा लागि छुट्टै थाल, कचौरा, गिलास, पानीको जग आदि व्यवस्था गरिदिनु भयो र भन्नुभयो, लुक्नुपर्ने त 22 दिन हो, तर जमाना फेरिएको छ। अब 1 हप्तासम्म तैँले यही कोठामा लुकेर बस्नुपर्छ। बुबालाई पनि हेर्नुहुन्न, पुन्टुलाई पनि हेर्नुहुन्न, लोग्ने मान्छे र केटाहरू कसैलाई पनि हेर्नुहुन्न। लाग्यो तरुनु हुन गाह्रो छ। उहाँले सम्झाउँदै भन्नुभयो, 1 हप्तासम्म स्कुल पनि जानुहुन्न, भान्सामा पनि जानुहुन्न, खाना म यहीँ ल्याइदिन्छु। 1 हप्ता सूर्यलाई पनि हेर्नुहुन्न। थोरै हाँसेर मैले सोधेँ, सूर्य पनि केटा हो र मामु? मामु पनि हाँस्नुभयो र सम्झाउँदै भन्नुभयो, केटा भएर त कुन्ती मातालाई गर्भवती बनाउनु भयो, अनि कर्ण जन्मिए। सूर्य भगवानको पुत्र हुन् कर्ण। महाभारत हेरेकी छैनस् टिभीमा? बेलुका अबेर गरेर बुबा आउनुभयो। आउने बित्तिकै मलाई सोध्नुभयो। त्यसपछि मामुलाई गाली गर्नुभयो र मलाई भण्डार कोठाबाट निकालेर मेरै कोठामा लगेर बसाउनु भयो। मेरा लागि दोस्रो पटक र अरूका लागि पहिलो पटक मेन्स भएपछि मैले सबैभन्दा पहिले देखेको लोग्ने मान्छे नै बुबा हुनुभयो।